सर्वप्रथम हाम्रो निमन्त्रणा स्वीकार गरी 18औं नाडा अटो सो 2026 को उद्घाटन समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु भएकामा सम्मानीय उपराष्ट्रपति तथा सम्पूर्ण विशिष्ट अतिथिहरूप्रति प्रति नाडाको तर्फबाट हार्दिक स्वागत तथा आभार व्यक्त गर्दछु। सन् 1998 देखि निरन्तर आयोजना हुँदै आएको नाडा अटो सोको आज नेपालको अटोमोबाइल क्षेत्रको महत्त्वपूर्ण परिचय र साझा मञ्चको रूपमा स्थापित भएको छ। यस वर्षको नाडाको स्वर्ण उत्सवको अवसरमा आयोजना भइरहेको यो संस्करणमा हाम्रो लागि अझ विशेष ऐतिहासिक छ। विश्वभर अटोमोबाइल क्षेत्र तीव्र गतिमा परिवर्तन भइरहेको छ। विद्युतीय सवारी साधन, डिजिटल प्रविधि, नयाँ मोबिलिटी यस क्षेत्रको रूप नै बदलिएका छन्। नेपाल पनि परिवर्तनसँगै अघि बढ्नुपर्छ भन्ने हामीले विश्वास लिएका छौँ। म यहाँ एउटा महत्त्वपूर्ण विषय पनि राख्न चाहन्छु। देशको जनसङ्ख्या र आर्थिक गतिविधि धेरै गुणा बढिसकेको छ, तर हाम्रो प्रदर्शनी पूर्वाधार भने त्यस अनुसारको विकास हुन सकिरहेको छैन। काठमाडौँको ब्रिगेडी मण्डप जस्तो महत्त्वपूर्ण प्रदर्शनी स्थल पनि आजको आवश्यकता पूरा गर्न पर्याप्त छैन। स्थान अभावकै कारण हामीले ट्रक, बसदेखि हेभी इक्विपमेन्टका धेरै सामग्री पर्याप्त रूपमा प्रदर्शन गरिरहन सकेका छैनौँ। बसदेखि आजको विश्वमा उत्पादन प्रविधिको बजारीकरणको लागि प्रदर्शन एउटा प्रभावकारी माध्यम हो। यसैले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बन्नु आजको आवश्यकता पनि हो। आर्थिक वर्ष 2082-83 को बजेटमा ब्रिगेडी मण्डपको प्रदर्शनी स्थल स्तरोन्नतिको योजना अघि सारिएको छ। उक्त योजना छिटो कार्यान्वयन गरी अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको रूपमा विकास गर्न म सम्मानीय राष्ट्रपति मार्फत उपराष्ट्रपतिज्यू मार्फत नेपाल सरकारको ध्यानाकर्षण पनि गराउन चाहन्छु। म अलिकति अटोमोबाइल क्षेत्रका कुरा गर्न चाहन्छु। अटोमोबाइल क्षेत्र सवारी साधनको व्यापार मात्र सीमित छैन। यो उद्योग, व्यापार, ब्याङ्किङ, बिमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। अटोमोबाइल क्षेत्रमा ठूलो लगानी छ। यसको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौं 10 लाख भन्दा बढी रोजगारी सृजना गरेको छ। राज्यको राजस्वमा 90 अर्ब भन्दा बढी योगदान दिँदै आएको यहाँहरूलाई अवगत नै छ। त्यसैले अटोमोबाइल क्षेत्रलाई केवल राजस्वको स्रोतको रूपमा होइन, आर्थिक गतिविधि विस्तार गर्ने महत्त्वपूर्ण साझेदारको रूपमा राज्यले हेर्नुपर्छ। यस्तै व्यवसायमा दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अत्यन्त आवश्यक छ। करका दर नीतिमा पटक पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुन्छ। नाडाले लामो समयदेखि करका दरमा स्थिरता कायम गर्न सरकारलाई सधैँ सुझाव दिँदै आएको छ। सरकार पनि आगामी दिनमा कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ। यसलाई व्यवहारमा कार्यान्वयन गर्न भने नेपालको व्यावसायिक वातावरण अझ विश्वसनीय बन्ने छ। हाम्रो अर्को आग्रह पनि स्पष्ट छ। सवारी साधनलाई अझै पनि केवल विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोण पुनर्विचार गरिनुपर्छ। आज सवारी साधन नागरिकको आवाजात, व्यवसाय र रोजगारीसँग जोडिएको आवश्यकता बनिसकेको छ। यस्तो बदलिदो समय नागरिकको आवश्यकतामा ध्यानमा राखेर कर नीतिलाई थप व्यावहारिक र उपभोक्ता मैत्री बनाउन आवश्यक छ। यसै गरी विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले नेपालको लागि नयाँ अवसर सृजना गरेको छ। स्वच्छ ऊर्जा, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, एसेम्बलिङ र अटोमोबाइल कम्पोनेन्टहरू नेपालमा उत्पादन भइसकेको छ। नेपालमा एसेम्बलिङ भएका सवारी साधन र त्यसको स्थायित्वको लागि अब हामीले कम्पोनेन्ट उद्योगको स्थापनातिर लाग्नुपर्ने छ र यसको लागि सरकारबाट सहुलियतको लागि पनि आग्रह गर्न चाहन्छु। सरकार, निजी क्षेत्र, प्रविधि क्षेत्र बीच सहकार्य अत्यन्त आवश्यक छ। नाडा यस सहकार्यको लागि सदैव तयार पनि रहेको छ। अटोमोबाइल क्षेत्रको विकास सडक पूर्वाधार, सडक सुरक्षासँग प्रत्यक्ष जोडिएको छ। हामीले सडक निर्माण गर्दा दीर्घकालीन यातायात योजनालाई आधार बनाउनुपर्छ। सडक विस्तारसँगै फ्लाइओभर, अन्डरपास, सुरुङ मार्ग र आधुनिक यातायात प्रणालीको विकास पनि ध्यान दिनुपर्छ। यसै गरी सडक दुर्घटना न्यूनीकरण हाम्रो जिम्मेवारी पनि हो। सडक सुरक्षित जिम्मेवारी चालक, प्रभावकारी ट्राफिक व्यवस्थापन र कडाइका साथ कार्यान्वयन गरेर मात्रै न्यूनीकरण गर्न सकिन्छ। आदरणीय उपस्थित महानुभावहरू, हामीले उठाउने विषय अटोमोबाइल क्षेत्रको
र हाम्रा सम्पूर्ण अटोमोबाइल व्यवसायीको मात्र हितको लागि होइन, यो विषय उपभोक्ता, रोजगारी, राजस्व, उद्योग, व्यापार र समग्र अर्थतन्त्रसँग जोडिएको छ। यसैले सरकारसँग हाम्रो आग्रह छ, नीतिगत स्थिरता कायम गरौँ, लगानीको वातावरण अझ बनाऊ, निजी क्षेत्रलाई विश्वासको साथ अघि बढ्न दिउँ र साथै अघि बढाऊ। हामी पनि नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छौँ। हामी सरकारका प्रतिस्पर्धी होइनौँ, हामी सहयात्री हौँ। अन्त्यमा आफ्नो व्यस्तका बावजुद हाम्रो निमन्त्रणा स्वीकार गरी 18औं नाडा अटो सो 2026 को उद्घाटन गर्न उपस्थित हुनुभएका सम्मानीय उपराष्ट्रपति ज्यूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। यस प्रदर्शनीलाई सफल बनाउन यहाँको सहयोग हुने सम्पूर्ण हार्दिक आभार व्यक्त पनि गर्न चाहन्छु। नाडा अटो सो केवल सवारी साधनको प्रदर्शन मात्र होइन, यो प्रविधि, व्यापार, लगानी र रोजगारीको लागि नेपालको आर्थिक भविष्यसँग जोडिएको साझा मञ्च हो। आउनुहोस्, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ बलियो बनाउँदै नेपालको अटोमोबाइललाई आधुनिक, प्रतिस्पर्धी र दिगो बनाऊ। 18औं नाडा अटो सो 2026 को सफल रहोस्। नेपाली अटोमोबाइल क्षेत्रको भविष्य अझ उज्जवल बनोस्। धन्यवाद। स्वागतम स्वागतम स्वागतम। अब नाडाको विषयमा त अध्यक्षज्यूले भनिसक्नुभयो हैन। अब अहिले मुलुक चाहिँ नि एउटा भनौँ अर्थतन्त्र एकदम चुनौती घडीमा छ। सबै साथीहरूलाई थाहा भएकै कुराहरू हो। हामी सबैले एउटा चुनौती भोगिरहेछौँ हैन। एउटा चाहिँ बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन। त्यसनाले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि भन्नुपर्दाखेरि इतिहासकै उसमा चाहिँ एकदमै सबभन्दा कमजोर अवस्थामा, एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यावसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। नयाँ सरकार आएको छ। सरकारले चाहिँ नि जुन अर्थतन्त्रलाई अगाडि बढाउँछु भनेर प्रतिबद्धताहरू गरेको अवस्थाहरू छ र चाहिँ नि यसमा चाहिँ नि जुन के अरे 5 देखि 7 वर्षमा चाहिँ नि $3,000 को चाहिँ हाम्रो प्रति व्यक्ति आए, चाहिँ नि $100 बिलियन को इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर सरकारले चाहिँ नि बजेटबाट घोषणा त गर्यो, तर ती कामहरू चाहिँ अगाडि बढाएनन् कि त्यसमा चाहिँ रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्र्याटेजी कहाँ छ भन्ने कुरा चाहिँ नि आउँछ। निश्चय पनि नेपालको चाहिँ नि अर्थतन्त्रलाई रिइन्जिनियरिङ गर्नुपर्ने अवस्थाहरू चाहिँ नि भएको जस्तो मलाई लाग्छ। त्यसनाले रिइन्जिनियरिङको लागि सबैले सोच्नुपर्ने जस्तो मलाई लाग्छ। र म आज प्रसङ्गमा चाहिँ सबै अर्थतन्त्रका सबै पाटोमा नजाउँ, मैले नाडाकै यो अटोमोबाइल सेक्टरको केही डेटाहरू लिएर आएको हुनाले यो डेटा अटोमोबाइल सेक्टरको मात्र केन्द्रित गरेर म भन्न चाहन्छु। झन्डै चाहिँ नि गत वर्ष 106 अर्बको चाहिँ नि 1 खर्ब 6 अर्ब के अरे 106 खर्बको चाहिँ नि आयात भएको छ। 81-82 अर्बको चाहिँ नि राजस्व चाहिँ सङ्कलन गरेको छ। भन्दाखेरि 17-18 खर्बको चाहिँ नि जुन आयातमा चाहिँ नि 106 खर्बको चाहिँ जुन चाहिँ नि आयात यो क्षेत्रले दिएको छ, यो क्षेत्रको लागि राज्यले हेर्ने दृष्टिकोण के छ? अध्यक्षज्यूले पनि भन्दै हुनुहुन्थ्यो सबभन्दा महत्त्वपूर्ण कुरा यतिको कन्ट्रिब्युट गर्ने राजस्वमा चाहिँ नि 81 अर्ब चाहिँ नि कन्ट्रिब्युट गर्ने, 12 अर्ब जति राजस्व उठ्या छ होला, 11 अर्ब चान्चुन उठ्या छ। त्यसमा चाहिँ नि यत्रो कन्ट्रिब्युसन गर्ने भनेको चाहिँ धेरै ठुलो 9%, 8-9% चाहिँ नि कन्ट्रिब्युसन गर्ने क्षेत्रलाई हेर्ने दृष्टिकोण, बुझ्ने दृष्टिकोण, सोच्ने दृष्टिकोण चाहिँ परिवर्तन हुनु पर्यो भन्ने कुरा चाहिँ नि सधैँ हामी म पनि अटोमोबाइल व्यवसायी नै भएको हुनाले यो उठाउँदै आएको कुरा हो। सम्माननीय राष्ट्रपतिज्यू मार्फत चाहिँ नि म नेपाल सरकारलाई यसमा चाहिँ नि विशेष सचेत हुन र यसमा चाहिँ नि विशेष ध्यान दिन चाहिँ म आह्वान गर्न चाहन्छु। र मैले के भने नि यत्रो आयात छ होइन, यसलाई चाहिँ नि देशैमा सम्भावनामा किन परिवर्तन नगर्ने? केही म नाडाको अध्यक्ष हुँदाखेरि मलाई सम्झना छ, हामी 3 जना, शेखर गोल्छा, म, सौरभ ज्योति, 3 जनाले यस्तै नाडाकै अटो सोकै उद्घाटनमा हामी त्यो बेला भिरकुटी मण्डपमा चाहिँ कार्यक्रम गरेका थियौँ। हामीले आह्वान गरेका थियौँ
त्यो बेला चाहिँ नि रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँलाई चाहिँ नि आह्वान गर्दाखेरि हामीले चाहिँ नि अटोमोबाइलमा चाहिँ नि भन्सार दरहरू एकदम बढी भयो, यो घटाइदिनु पर्यो भन्ने किसिममा हामीले चाहिँ राखेका थियौँ। र चाहिँ नि त्यो बेला चाहिँ अर्थमन्त्रीजीले त्यही मञ्चबाट ल अब आउने बजेटमा चाहिँ हामी चाहिँ नि कमसेकम तपाईँहरू यहीँ नै उद्योग खोल्नुहोस् गरिदिन्छु भनेको थियो होइन। तर उद्योगहरू खुल्यो, केही खुल्यो, तर त्यो उद्योगहरू के अवस्थामा छ भनेर सरकारले कहिले पनि ध्यान दिएको छैन। ती उद्योगमा आएर ल तपाईँको के छ त समस्या भनेर सरकारले ध्यान दिएको छैन। उद्योग खोल्यो त्यतिमा मात्र ध्यान छ। तर अहिलेको सरकारको त अझै कुरा गर्दाखेरि त बन्द भएर 20-30 वर्षदेखि बन्द भएर उद्योग के अरे सञ्चालन नरहेका उद्योग खोल्ने, अरू उद्योगहरू के छ भन्ने कुरा अवस्थामा ध्यानै नदिने परिस्थितिहरू भइरहेको छ। यो मानेमा म सरकारलाई एउटा के ध्यान आकृष्ट के गर्न चाहन्छु भने नि बुढापाकाले भन्थे नि के अरे भुइँको टिप्छु भन्दाखेरि पोल्टाको खस्ला कि भन्ने चाहिँ नि पनि ध्यान दिनुपर्छ भन्थ्यो नि। यो कुरा म सचेत गराउन चाहन्छु सरकारलाई। किनभने नि यत्र ठुलो राष्ट्रमा थुप्रै उद्योगहरू छ। अहिले सरकारले सञ्चालन गर्न चाहेका मध्येका उद्योगहरू थुप्रै बन्द भएर बस्छन्, थुप्रै चुनौती अवस्थामा छ। ती उद्योगहरूलाई नहेरिकन त्यो यी उद्योग मात्र चलाउँछु भन्ने किसिममा सोच्ने हुँदैन। ठिक छ, राम्रै हो सरकारले त्यो उद्योग चलाउँछु भनेर ती उद्योग चलाएर अरू उद्योगलाई पनि हामी प्रोत्साहन गराउँछौँ, यहाँ चाहिँ सस्टेनेबल बनाउँछौँ। ती उद्योगहरू पनि सबै सञ्चालन हुनुपर्छ। जस्तो अहिले पछिल्लो पटकको एउटा इक्जाम्पल हेर्न सकिन्छ, के अरे बङ्गालमा चाहिँ नयाँ सरकार आयो, बङ्गालमा चाहिँ सबै विगतमा बन्द भएका उद्योगहरू सञ्चालन गर्ने भने अहिले मुख्यमन्त्री लागेको भन्ने हामी सूचना सुन्दैछौँ। त्यसले सरकारले अलिकति सोच चाहिँ नि फरक गर्नुपर्छ। अटोमोबाइल सेक्टर यत्रो चाहिँ नि छ, के अरे अवसरको चाहिँ सेक्टर छ, थुप्रै अवसरका सेक्टरहरू छ। ती कुराहरू गर्दाखेरि लामो हुन जान्छ। त्यसले चाहिँ अवसर भएको यत्रो चाहिँ 106 खर्बको चाहिँ जुन आयात भइरहेछ, अझै बढ्दो क्रममा छ। त्यो इन्डस्ट्रीलाई चाहिँ सरकारले यहीँ चाहिँ नि बनाउने किसिममा कसरी प्रोत्साहन गर्ने। झन्डै 20-22 अर्बको त तपाईँको स्पेयर पार्ट्स पनि आयात हुन्छ। अर्को यसमा थप्नुपर्ने कुराहरू, यसको चाहिँ नि इकोसिस्टमको कुरा गर्दाखेरि त धेरै ठुलो हुन जान्छ। पेट्रोलियम पनि यसले कति प्रयोग गर्छ भन्ने कुरा पनि त गर्नुपर्ने हुन्छ। त्यसले यी सबै कुराहरू हेरेर राज्यसँग अपर्च्युनिटी हुँदै देशमै अपर्च्युनिटी छ यसलाई चाहिँ नसोच्ने किसिममा जानु हुँदैन। सरकारले यसमा चाहिँ नि सोच बनाएर यसमा एसेम्ब्लिङबाट हुन्छ, कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङबाट हुन्छ, कताबाट आउन सकिन्छ, यसलाई प्रोत्साहन गर्नुपर्छ। त्यसको लागि सरकारलाई म आह्वान पनि गर्न चाहन्छु। र यसको लागि डाँडा लगायत चाहिँ उद्योग वाणिज्य महासङ्घले चाहिँ नि हामी सरकारसँग हातेमालो गरेर जुन 100 बिलियन इकोनोमी, यो चाहिँ नि के अरे 12 लाखलाई रोजगारी दिने जुन चाहिँ नि सरकारको चाहिँ नि एउटा लक्ष्य लिएको छ, त्यसमा चाहिँ 7 दिन हामी तयार रहेको कुरा चाहिँ नि म जानकारी गराउन चाहन्छु। र अन्तमा चाहिँ धेरै लामो नलिउँ, चाहिँ नि अन्तमा चाहिँ नि नाडा अटो सोको चाहिँ नि यो 2026 को चाहिँ पूर्ण सफलताको कामना गर्न चाहन्छु। र चाहिँ नि म चाहिँ नि नाडाले चाहिँ नि अटोमोबाइल सेक्टरमा जुन किसिमको चाहिँ एउटा भूमिका खेलेको छ, हाम्रो अटोमोबाइल व्यवसायीहरूले त्यसलाई चाहिँ निरन्तर गर्नुहोस्, त्यसलाई अझै अगाडि बढाउनुहोस्। अब म सबै साथीहरूलाई एउटा आह्वान पनि के गर्न चाहन्छु भने जसले स्पेयर पार्ट्सहरू ल्याउनुहुन्छ, एउटा भोल्युम स्केलेबल छ भने, स्केलेबल र चाहिँ नि इकोनोमिक स्केल छ भने तपाईँहरूले यही नै बनाउने सोच्नु पर्यो। केही टायरको, ब्याट्रीको केही कामहरू चाहिँ सुरु भइसकेको छ, अरू पनि सुरु गरौँ। नेपालमा चाहिँ उद्यमशीलता बढाउँ, हामीले यहाँ चाहिँ रोजगारी सिर्जना गरौँ। हाम्रो युवा जुन पलायन छ एकदम चुनौतीपूर्ण अवस्थामा छ। यो जुन अहिले हाम्रो जनसङ्ख्यिक लाभ जुन छ नि अबको 10 वर्षपछि हामीले पाउँदैनौँ, हामी गुमाउँछौँ। हाम्रो मुलुकसँग भएको सबभन्दा एउटा चाहिँ नि मुख्य स्रोत त्यो गुमाउँदैछौँ। त्यसले चाहिँ नि उद्योग लगाएर चाहिँ नि यही नै उत्पादनशील क्षेत्र चाहिँ बढाएर रोजगारी सिर्जना गर्ने काममा र चाहिँ नि रियल वेजेस बढ्ने किसिममा अझै अहिले चाहिँ नि नयाँ टर्ममा कुरा गरिन्छ कि रियल वेजेस चाहिँ नि राम्रो हुनु पर्यो भन्ने किसिमको टर्ममा चाहिँ नि काम गर्ने कुरामा सबै साथीहरूलाई चाहिँ अटोमोबाइल सेक्टरको साथीहरूलाई आह्वान गर्दै म चाहिँ नि सामान्य उपराष्ट्रपतिज्यूलाई हार्दिक आभार व्यक्त गर्दै, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुभएकोमा पुनः हार्दिक आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। धन्यवाद अध्यक्षज्यू। यस नारा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट त्यो स्वागत मन्तव्य राखिदिनु भएकोमा अब भने हामी कार्यक्रमलाई अगाडि बढाउँदै आजको यस 18औं नारा अटो सो 2026 को उद्घाटनका लागि पानसमा दीप प्रज्वलन गरिदिनु हुनका लागि हाम्रो प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू तथा नाराका अध्यक्ष श्री सुरेन्द्र कुमार उप्रेतीज्यूलाई मञ्चको अगाडि हार्दिक आमन्त्रण गर्दछौँ। सबैजनाले उहाँहरूलाई ताली र फोटोजका साथ स्वागत गरिदिनु होला। धन्यवाद।
यसरी दीप प्रज्वलनसँगै एचपी ल्युब्रिकेन्ट्स प्रेजेन्ट्स 18th नारा अटो सो 2026 को औपचारिक समुद्घाटन भएको घोषणा गर्दछौँ। आदरणीय महानुभावहरू, यस उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष श्री अञ्जन श्रेष्ठज्यूलाई आफ्नो शुभकामना मन्तव्य व्यक्त गरी 18th नारा अटो सोलाई शुभकामना दिनुहुन हार्दिक अनुरोध गर्दै उहाँलाई स्टेजमा यो पोडियममा निम्त्याउन चाहन्छु। लेट्स वेलकम हिम विथ अ राउन्ड अफ अप्लज एभ्रीवान। थ्याङ्क यू। धन्यवाद कार्यक्रम प्रस्तुता बहिनी। नाडा अटोमोबाइल एसोसिएसनको द्वारा आयोजित यो नाडा अटो सो 2026 को उद्घाटन सत्रको अध्यक्षता गरिरहनुभएका नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीज्यू, आजका प्रमुख अतिथि सामान्य उपराष्ट्रपति रामसाय यादवज्यू, सिएनआईका अध्यक्षज्यू, चेम्बरका अध्यक्षज्यू, नाडाका निवर्तमान अध्यक्षज्यू, नाडाका पदाधिकारीज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, सुरक्षा निकायबाट पाल्नुभएका अतिथि महानुभावहरू, यातायात व्यवसायी महासङ्घका अध्यक्षज्यू, त्यस्तै अतिथि महानुभावहरू, नाडाका कार्यसमितिका साथीहरू, देशैभरबाट पाल्नुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यूहरू, वस्तुगत सङ्घका अध्यक्षज्यूहरू, त्यस्तै विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका पदाधिकारीज्यूहरू, उद्यमी व्यवसायी साथीहरू, पत्रकार मित्रहरू, महिला तथा सज्जनबिन, सर्वप्रथम त यहाँ सबैलाई म हार्दिक अभिवादन गर्न चाहन्छु र यो नाडाको चाहिँ 26औं चाहिँ अटो सोको उपलक्ष्यमा चाहिँ नि नाडा परिवारलाई र सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई चाहिँ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु र आफूलाई पनि गौरव महसुस गर्छु कि नाडाको यो 50औं वर्षको चाहिँ संस्करणमा यो 26औं के अरे अटो सो 2026 हुन गइरहेको छ। आफू पनि नाडाको चाहिँ नि पूर्व अध्यक्षको हिसाबले चाहिँ आफू पनि गौरवान्वित भएको चाहिँ नि यहाँ सबैलाई म व्यक्त गर्न चाहन्छु र सामान्य उपराष्ट्रपतिज्यूलाई चाहिँ नि जुन आएर निजी क्षेत्रलाई चाहिँ नि प्रोत्साहन गरिदिनु भयो र निजी क्षेत्रकोलाई भावना पनि सुनिदिनलाई चाहिँ उहाँले यहाँ जुन आइदिनु भयो, यसको लागि सामान्य उपराष्ट्रपतिज्यूलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब नाडाको विषयमा त अध्यक्षज्यूले भनिसक्नुभयो होइन। अब अहिले मुलुक चाहिँ नि एउटा भनौँ अर्थतन्त्र एकदम चुनौती घडीमा छ, सबै साथीहरूलाई थाहा भएकै कुराहरू हो। हामी सबैले एउटा चुनौती भोगिरहेछौँ होइन। एउटा चाहिँ बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, त्यसले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि भन्नुपर्दाखेरि इतिहासकै उसमा चाहिँ एकदमै सबभन्दा कमजोर अवस्थामा, एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यावसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। नयाँ सरकार आएको छ, सरकारले चाहिँ नि जुन अर्थतन्त्रलाई अगाडि बढाउँछु भनेर प्रतिबद्धताहरू गरेको अवस्थाहरू छ र चाहिँ नि यसमा चाहिँ नि जुन के अरे 5 देखि 7 वर्षमा चाहिँ नि $3,000 को चाहिँ हाम्रो प्रति व्यक्ति आए चाहिँ नि $100 बिलियन को इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर सरकारले चाहिँ नि बजेटबाट घोषणा त गर्यो, तर ती कामहरू चाहिँ अगाडि बढाएनन् कि त्यसमा चाहिँ रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्र्याटेजी कहाँ छ भन्ने कुरा चाहिँ नि आउँछ। निश्चय पनि नेपालको चाहिँ नि अर्थतन्त्रलाई रिइन्जिनियरिङ गर्नुपर्ने अवस्थाहरू चाहिँ नि भएको जस्तो मलाई लाग्छ। त्यसले रिइन्जिनियरिङको लागि सबैले सोच्नुपर्ने जस्तो मलाई लाग्छ र म आज प्रसङ्गमा चाहिँ सबै अर्थतन्त्रका सबै पाटोमा नजाउँ, मैले नाडाकै यो अटोमोबाइल सेक्टरको केही डेटाहरू लिएर आएको हुनाले यो डेटा अटोमोबाइल सेक्टरको मात्र केन्द्रित गरेर म भन्न चाहन्छु। झन्डै चाहिँ नि गत वर्ष 106 अर्बको चाहिँ नि 1 खर्ब 6 अर्ब के अरे 106 खर्बको चाहिँ नि आयात भएको छ, 81-82 अर्बको चाहिँ नि राजस्व चाहिँ सङ्कलन गरेको छ।
भन्दाखेरि 17-18 खर्बको चाहिँ नि जुन आयातमा चाहिँ नि 106 खर्बको चाहिँ जुन चाहिँ नि आयात यो क्षेत्रले दिएको छ। यो क्षेत्रको लागि राज्यले हेर्ने दृष्टिकोण के छ? अध्यक्षज्यूले पनि भन्दै हुनुहुन्थ्यो सबभन्दा महत्त्वपूर्ण कुरा यतिको कन्ट्रिब्युट गर्ने राजस्वमा चाहिँ नि 81 अर्ब चाहिँ नि कन्ट्रिब्युट गर्ने, 12 अर्ब जति राजस्व उठ्या छ होला, 11 अर्ब चान्चुन उठ्या छ। त्यसमा चाहिँ नि यत्रो कन्ट्रिब्युसन गर्ने भनेको चाहिँ धेरै ठुलो 9%, 8-9% चाहिँ नि कन्ट्रिब्युसन गर्ने क्षेत्रलाई हेर्ने दृष्टिकोण, बुझ्ने दृष्टिकोण, सोच्ने दृष्टिकोण चाहिँ परिवर्तन हुनु पर्यो भन्ने कुरा चाहिँ नि सधैँ हामी म पनि अटोमोबाइल व्यवसायी नै भएको हुनाले यो उठाउँदै आएको कुरा हो। सम्माननीय राष्ट्रपतिज्यू मार्फत चाहिँ नि म नेपाल सरकारलाई यसमा चाहिँ नि विशेष सचेत हुन र यसमा चाहिँ नि विशेष ध्यान दिन चाहिँ म आह्वान गर्न चाहन्छु। र मैले के भने नि यत्रो आयात छ होइन, यसलाई चाहिँ देशैमा सम्भावनामा किन परिवर्तन नगर्ने? केही म नाडाको अध्यक्ष हुँदाखेरि मलाई सम्झना छ, हामी 3 जना, शेखर गोल्छा, म, सौरभ ज्योति, 3 जनाले यस्तै नाडाकै अटो सोकै उद्घाटनमा हामी त्यो बेला भिरकुटी मण्डपमा चाहिँ कार्यक्रम गरेका थियौँ। हामीले आह्वान गरेका थियौँ। त्यो बेला चाहिँ नि रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँलाई चाहिँ आह्वान गर्दाखेरि हामीले चाहिँ अटोमोबाइलमा चाहिँ नि भन्सार दरहरू एकदम बढी भयो, यो घटाइदिनु पर्यो भन्ने किसिममा हामीले चाहिँ राखेका थियौँ। र चाहिँ नि त्यो बेला चाहिँ अर्थमन्त्रीज्यूले त्यही मञ्चबाट ल अब आउने बजेटमा चाहिँ हामी चाहिँ नि कमसेकम तपाईँहरू यहीँ नै उद्योग खोल्नुहोस्, गरिदिन्छु भनेर भनेको थियो होइन। तर उद्योगहरू खुल्यो, केही खुल्यो, तर त्यो उद्योगहरू के अवस्थामा छ भनेर सरकारले कहिले पनि ध्यान दिएको छैन। ती उद्योगमा आएर ल तपाईँको के छ त समस्या भनेर सरकारले ध्यान दिएको छैन। उद्योग खोल्यो त्यतिमा मात्र ध्यान छ। तर अहिलेको सरकारको त अझै कुरा गर्दाखेरि त बन्द भएर 20-30 वर्षदेखि बन्द भएर उद्योग के अरे सञ्चालन नरहेका उद्योग खोल्ने, अरू उद्योगहरू के छ भन्ने कुरा अवस्थामा ध्यानै नदिने परिस्थितिहरू भइरहेको छ। यो मानेमा म सरकारलाई एउटा के ध्यान आकृष्ट के गर्न चाहन्छु भने नि बुढापाकाले भन्थे नि के अरे भुइँको टिप्सु भन्दाखेरि पोल्टाको खस्ला कि भन्ने चाहिँ नि पनि ध्यान दिनुपर्छ भन्थ्यो नि। यो कुरा म सचेत गराउन चाहन्छु सरकारलाई, किनभने नि यत्रो ठुलो राष्ट्रमा थुप्रै उद्योगहरू छ। अहिले सरकारले सञ्चालन गर्न चाहेका मध्येका उद्योगहरू थुप्रै बन्द भएर बस्छन्, थुप्रै चुनौती अवस्थामा छ। ती उद्योगहरूलाई नहेरिकन त्यो यी उद्योग मात्र चलाउँछु भन्ने किसिममा सोच्ने हुँदैन। ठिक छ, राम्रै हो सरकारले त्यो उद्योग चलाउँछु भनेर ती उद्योग चलाएर अरू उद्योगलाई पनि हामी प्रोत्साहन गराउँछौँ, यहाँ चाहिँ सस्टेनेबल बनाउँछौँ। ती उद्योगहरू पनि सबै सञ्चालन हुनुपर्छ। जस्तो अहिले पछिल्लो पटकको एउटा इक्जाम्पल हेर्न सकिन्छ, के अरे बङ्गालमा चाहिँ नयाँ सरकार आयो, बङ्गालमा चाहिँ सबै विगतमा बन्द भएका उद्योगहरू सञ्चालन गर्ने अहिले मुख्यमन्त्री लागेको भन्ने हामी सूचना सुन्दैछौँ। त्यसले सरकारले अलिकति सोच चाहिँ नि फरक गर्नुपर्छ। अटोमोबाइल सेक्टर यत्रो चाहिँ नि छ, के अरे अवसरको चाहिँ सेक्टर छ, थुप्रै अवसरका सेक्टरहरू छ। ती कुराहरू गर्दाखेरि लामो हुन जान्छ। त्यसले चाहिँ अवसर भएको यत्रो चाहिँ 106 खर्बको चाहिँ जुन आयात भइरहेछ, अझै बढ्दो क्रममा छ। त्यो इन्डस्ट्रीलाई चाहिँ सरकारले यहीँ चाहिँ नि बनाउने किसिममा कसरी प्रोत्साहन गर्ने? झन्डै 20-22 अर्बको त तपाईँको स्पेयर पार्ट्स पनि आयात हुन्छ। अर्को यसमा थप्नुपर्ने कुराहरू, यसको चाहिँ नि इकोसिस्टमको कुरा गर्दाखेरि त धेरै ठुलो हुन जान्छ। पेट्रोलियम पनि यसले कति प्रयोग गर्छ भन्ने कुरा पनि त गर्नुपर्ने हुन्छ। त्यसले यी सबै कुराहरू हेरेर राज्यसँग अपर्च्युनिटी हुँदै देशमै अपर्च्युनिटी छ यसलाई चाहिँ नसोच्ने किसिममा जानु हुँदैन। सरकारले यसमा चाहिँ नि सोच बनाएर यसमा एसेम्ब्लिङबाट हुन्छ, कन्ट्राक्ट म्यानुफ्याक्चरिङबाट हुन्छ, कताबाट आउन सकिन्छ, यसलाई प्रोत्साहन गर्नुपर्छ। त्यसको लागि सरकारलाई म आह्वान पनि गर्न चाहन्छु। र यसको लागि डाँडा लगायत चाहिँ उद्योग वाणिज्य महासङ्घले चाहिँ नि हामी सरकारसँग हातेमालो गरेर जुन 100 बिलियन इकोनोमी, यो चाहिँ नि के अरे 12 लाखलाई रोजगारी दिने जुन चाहिँ नि सरकारको चाहिँ नि एउटा लक्ष्य लिएको छ, त्यसमा चाहिँ 7 दिन हामी तयार रहेको कुरा चाहिँ नि म जानकारी गराउन चाहन्छु। र अन्तमा चाहिँ धेरै लामो नलिउँ, चाहिँ नि अन्तमा चाहिँ नि नाडा अटो सोको चाहिँ नि यो 2026 को चाहिँ पूर्ण सफलताको कामना गर्न चाहन्छु। र चाहिँ नि म चाहिँ नि नाडाले चाहिँ नि अटोमोबाइल सेक्टरमा जुन किसिमको चाहिँ एउटा भूमिका खेलेको छ, हाम्रो अटोमोबाइल व्यवसायीहरूले त्यसलाई चाहिँ निरन्तर गर्नुहोस्, त्यसलाई अझै अगाडि बढाउनुहोस्। अब म सबै साथीहरूलाई एउटा आह्वान पनि के गर्न चाहन्छु भने जसले स्पेयर पार्ट्सहरू ल्याउनुहुन्छ, एउटा भोल्युम स्केलेबल छ भने, स्केलेबल र चाहिँ नि इकोनोमिक स्केल छ भने तपाईँहरूले यही नै बनाउने सोच्नु पर्यो। केही टायरको, ब्याट्रीको केही कामहरू चाहिँ सुरु भइसकेको छ, अरू पनि सुरु गरौँ। नेपालमा चाहिँ उद्यमशीलता बढाउँ हामीले।
यहाँ चाहिँ रोजगारी सिर्जना गरौँ। हाम्रो युवा जुन पलायन छ एकदम चुनौतीपूर्ण अवस्थामा छ। यो जुन अहिले हाम्रो जनसङ्ख्यिक लाभ जुन छ नि अबको 10 वर्षपछि हामीले पाउँदैनौँ, हामी गुमाउँछौँ। हाम्रो मुलुकसँग भएको सबभन्दा एउटा चाहिँ नि मुख्य स्रोत त्यो गुमाउँदैछौँ। त्यसनाले चाहिँ नि उद्योग लगाएर चाहिँ नि यही नै उत्पादनशील क्षेत्र चाहिँ बढाएर रोजगारी सिर्जना गर्ने काममा र चाहिँ नि रियल वेजेस बढ्ने किसिममा अझै अहिले चाहिँ नि नयाँ टर्ममा कुरा गरिन्छ कि रियल वेजेस चाहिँ नि राम्रो हुनु पर्यो भन्ने किसिमको टर्ममा चाहिँ नि काम गर्ने कुरामा सबै साथीहरूलाई चाहिँ अटोमोबाइल सेक्टरको साथीहरूलाई आह्वान गर्दै म चाहिँ नि सामान्य उपराष्ट्रपतिज्यूलाई हार्दिक आभार व्यक्त गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुभएकोमा पुनः हार्दिक आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। धन्यवाद विशिष्ट अतिथिज्यू। हजुरको शुभकामना मन्तव्यको साथै नारा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र 18th नारा अटो सो 2026 द गोल्डन जुबली एडिसन सफल रहनेछ भन्ने हामी मनोकामना गर्दछौँ। अब भने कार्यक्रमको औपचारिक कार्यक्रमलाई अगाडि बढाउँदै गर्दाखेरि आजको यस उद्घाटन समारोहको प्रमुख अतिथि उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूलाई आजको समारोहलाई सम्बोधन गरी केही 2 शब्द राखिदिनु हुन यहाँ पोडियममा निम्त्याउन चाहन्छु। कृपया उहाँलाई तालीका साथ स्वागत गरौँ। धन्यवाद। नारा अटो सो 2026 समुद्घाटन समारोहका अध्यक्ष, मन्त्रालयका सचिवहरू, सुरक्षा प्रमुखहरू, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, नेपाल उद्योग परिसङ्घका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, नाडाका निवर्तमान तथा पूर्व अध्यक्षहरू, विभिन्न कम्पनीहरूका पदाधिकारीहरू, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित यस 18औं नाडा अटो सो 2026 को समुद्घाटन समारोहमा उपस्थित सबैमा हार्दिक बधाई तथा यस संस्करणको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस संस्करण नाडा स्थापनाको स्वर्ण जयन्ती पनि भएकाले आजबाट भृकुटी मण्डपमा सुरु हुने अटो सो एउटा व्यापारिक मेला वा प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न सफल बनोस्। आजको आधुनिक युगमा यातायात तथा अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको अवस्था छ। नाडा अटो सोले विगत लामो समयदेखि नेपाली अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन र सहकार्यको नयाँ आयाम थप्दै आएकोमा खुसी व्यक्त गर्दछु। अब नेपालमै सवारी साधन उत्पादन गरेर आत्मनिर्भरको बाटोमा अग्रसर हुन आवश्यक छ। 18औं संस्करणको उद्देश्य समग्र अटो क्षेत्रको एकीकृत प्रस्तुति सहित नवीनतम प्रविधिका सवारी साधन, विद्युतीय प्रविधि, अटो पार्ट्स, एसेसरिज, ग्यारेज उपकरण लगायतका सेवाहरूलाई एउटै छातामुनि प्रस्तुत गरी प्रदर्शनी मार्फत उपभोक्ताको सहज पहुँचमा पुर्याउने नाडाको प्रयास सकारात्मक छ। नाडाले यस्ता प्रदर्शनीहरूबाट सहकार्यको वातावरण निर्माण गर्दै उपभोक्ता, उद्योगपति, प्रविधि विकासकर्ता र नीति निर्माता बीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको सुदृढ वातावरण निर्माण गर्न सक्नुपर्दछ। नेपाली अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विश्वस्तरीय प्रविधि र सुरक्षा मापदण्डलाई नेपालमा प्रवर्धन गर्नु नाडाको एकलव्य उद्देश्य र लक्ष्य हुनुपर्दछ।
हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवर्धन गरी मुलुकलाई वातावरण मैत्री र प्रविधि मैत्रीतर्फ उन्मुख गराउनु आजको आवश्यकता हो। यसतर्फ नाडाको ध्यान आकृष्ट हुन जरुरी छ। भद्र महिला तथा सज्जनवृन्द, नेपाल जस्तो विकासशील देशका लागि यस प्रकारको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको महत्त्व अत्यन्त उच्च र बहुआयामिक छ। यस प्रदर्शनीले उपभोक्ताहरूलाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधाहरू र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिने र तुलनात्मक अध्ययन गरी सही निर्णय लिने अवसर प्रदान गर्ने विश्वास लिएको छु। नयाँ सोच, आधुनिक ग्यारेज, सेवा केन्द्र र अटोटेक स्टार्टअपहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको नयाँ लहर सिर्जना गर्न यस नाडा अटोसोले योगदान पुर्याउन सकोस्। अटोमोबाइल क्षेत्र नेपालको राजस्व सङ्कलनको प्रमुख स्रोतहरूमध्ये एक हो। साथै यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै युवालाई रोजगारी, तालिम र प्राविधिक कौशल प्रदान गरी देशमै आत्मनिर्भर बन्ने आधार तयार पारेको छ। वातावरण संरक्षण र आर्थिक समृद्धि बीच सन्तुलन कायम गर्न हरित ऊर्जाको उत्पादन बढाउनु र यसको अधिकतम उपयोग गर्नु आजको अनिवार्य आवश्यकता बनेको छ। हाम्रो देश नेपाल जल स्रोतमा धनी छ र हामी जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेका छौँ। यस्तो अवस्थामा इन्धन, पेट्रोल, डिजेल आयातमा अरबौं रुपैयाँ बाहिरिने स्थिति अन्त्य गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै सबैभन्दा बुद्धिमानी र दिगो उपाय हो। विद्युतीय सवारी साधनको व्यापक प्रयोगले इन्धन आयातमा हुने निर्भरता घटाई मुलुकको व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुर्याउँछ। कार्बन उत्सर्जन शून्य वा न्यूनतममा झारी शहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका प्रतिकूल असरहरूसँग लड्न इभी प्रविधि निर्णायक साबित हुन सक्छ। स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाएर देशकै धन देशमै राख्न र उपभोक्ताका लागि पनि सञ्चालन खर्च कम गराउन इभीको उपादेयता उच्च छ। यस नाडा अटो सोमा प्रदर्शित भएका आधुनिक विद्युतीय सवारी साधनहरूले नेपाली उपभोक्ताहरूलाई हरित र स्वच्छ भविष्यतर्फ आकर्षित गर्नेछ भन्ने पूर्ण विश्वास लिएको छु। भद्र महिला तथा सज्जनवृन्द, वातावरण जोगाउन र दिगो विकास हासिल गर्न विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र होइन, राष्ट्रिय प्राथमिकताका रूपमा विकास र प्रोत्साहन गरिनुपर्छ। नीतिगत स्थायित्व र पूर्वाधार, चार्जिङ स्टेसन आदिको विस्तारमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ। हाम्रो संविधानले सुनिश्चित गरेको समावेशी लोकतन्त्र र समान अवसरको भावनालाई आत्मसात गर्दै अटोमोबाइल क्षेत्रको विकास र यसबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग, क्षेत्र र समुदायसम्म पुग्नु पर्दछ। नयाँ प्रविधि, दक्ष जनशक्ति निर्माण, ग्यारेज तथा सर्भिस सेन्टरहरूको आधुनिकीकरण मार्फत हाम्रा युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारी र उद्यमशीलताको अवसर प्रदान गरिनु पर्दछ। अटो पार्ट्स र एसेसरिजको सम्भाव्य स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै नेपाललाई क्रमैसँग आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढाउन पहल गरिनुपर्छ। नेपाललाई सुन्दर, शान्त, समृद्ध र उन्नत बनाउन उद्योग, व्यवसाय, सरकार र नागरिक समाजको साझा र एकीकृत प्रयास अपरिहार्य छ। कुनै एक पक्षको एकल प्रयासले मात्र ठुलो रूपान्तरण सम्भव हुँदैन। निजी क्षेत्रले लगानी र नवप्रवर्तन ल्याउने, सरकारले स्पष्ट र प्रोत्साहनमूलक नीति बनाउने र नागरिक समाजले स्वच्छ वातावरण र स्वदेशी प्रविधिलाई अपनाउने हो भने हामी छिटै समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौँ। नाडा अटोसो 2026ले
यही साझा प्रयासलाई मूर्त रूप दिनेछ र नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि, हरित ऊर्जा र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउने एउटा सशक्त उत्प्रेरकको भूमिका निर्वाह गर्नेछ भनी दृढ विश्वास व्यक्त गर्दछु। नाडाको स्वर्ण जयन्तीको हार्दिक बधाई तथा शुभकामना सहित पुनः यस प्रदर्शनीको पूर्ण सफलताको कामना गर्दछु। जय नेपाल, धन्यवाद।